आज हामी सन्त पल पल्लीका खरसाङ होली चाइल्डहुडका नानीहरू पवित्र परमप्रसादको विषयमा एउटा सानो नाटक प्रस्तुत गर्न लागिरहेका छौँ। यस नाटकले अन्तिम भोजको दृश्यलाई तपाईँहरूको समक्ष सृजना गर्न प्रयास गरिरहेका छौँ। आशा छ तपाईँहरूले यसलाई स्वीकार गरिनुहुन्छ भनेर। एकजना नानी जसको नाम एस्तर थियो पहिलो परमप्रसाद ग्रहण गर्नको निम्ति धर्म शिक्षा लिन पल्ली पुरोहितकोमा गइरहेको छ। एस्तर उत्सुकता भएर आफ्ना आमा बाबासँग प्रश्न गरिरहेका छिन्। आजदेखि त एस्टरको त होली कम्युनियन क्लास छ त। एस्टर तिमी कहाँ छौ? हजुरआमा, आजदेखि तिम्रो होली कम्युनियनको क्लास छ, जाऊ छिटो त्यहाँनिर भइकन आऊ। हजुरआमा, आज फादरले हामीलाई नयाँ नयाँ कुरा सिकाउनुहुन्छ होला है? राम्ररी बस्नु, ध्यान लगाएर सुन्नु, जानेन भने फेरि फादरलाई सोध्नु नि ल। हुन्छ। अन्त नानी परमप्रसाद खेलाची होइन है? हुन्छ। अनि बाबा, मलाई कम्युनियनको निम्ति राम्रो जामा किनिदिनुहोस् ल। अनि त्यो दिन मैले धेरै गिफ्ट पनि पाउँछु होला है? हुन्छ छोरी, म किनिदिन्छु नि। तर तिमी नै पहिला फादरले सिकाउनु भएको सबै कुरालाई राम्रोसँगले बुझ्ने कोसिस गर्नुपर्छ ल। हेर एस्टर, तिमी अब ठुली हुँदैछौ, परमप्रसाद खेलाइची होइन। बाबा, मलाई ढिलो भइसक्यो, बाइकमा पुऱ्याइदिनुहोस् न, नभए चाहिँ फादर पछाडि मलाई मार्नुहुन्छ, कराउनुहुन्छ। छिटो पुऱ्याइदिनुहोस् न, म ढिलो पुग्यो भने मलाई फादर पछाडि ड्राइभर पनि गर्नुहुन्छ प्लिज। ल छोरी, छिटो चढ बाइकमा, म तिमीलाई पुगाइदिन्छु। दोस्रो दृश्यमा तपाईँहरूले नानीहरू पवित्र परमप्रसादको क्लास गर्नको निम्ति फादरको परीक्षा गरिरहेका छन्। सबैजना चुप होला, फादर हुनुहुन्छ। आजदेखि तिमीहरूको होली कम्युनियनको क्लास सुरु भइरहेको छ। आर यु अल एक्साइटेड? नानीहरू, तिमीहरूले परमप्रसाद भन्नाले के बुझ्छौ? फादर, यो ब्रेड र वाइन त हो नि। एन्जल, यो साधारण रोटी अनि दाखरस मात्र होइन, यो साँच्चै नै हाम्रो प्रभुको जिउ अनि रगत हो। यो युकरिस्ट हो। शाबास एस्टर, यिनीहरूलाई निकै जानकारी रहेछ। यिनीहरूका एनिमेटरले निकै सिकाएको रहेछ। नानीहरू, प्रभु यीशु क्रुसाइको अघिल्लो रात उहाँले आफ्नो 12 जना चेलाहरूसित अन्तिम भोजन ग्रहण गर्नु भएको थियो। हजुर फादर, अन्तिम भोज, द लास्ट सपर। ठिकै भन्यो। अन्तिम भोज बिहानको दिन उहाँले हातमा रोटी लिई आफ्नो चेलाहरूलाई यसो भन्दै दिनुभयो, यो मेरो शरीर हो, तिमीहरूको निम्ति दिने। मेरो सम्झनामा यसै गर्ने गर। सुन्दैछौ नानीहरू? ठिक त्यसै गरी रात्रि भोजन गरिसकेपछि उहाँले हातमा कटौरा लिई आफ्नो चेलाहरूलाई यसो भन्दै दिनुभयो, यो मेरो रक्तको कटौरा हो, तिमीहरूको निम्ति बहाइने। उहाँको सम्झनामा यसै गर्ने गर। नानीहरू, सन्त जनको 6:48 प्रभुले भन्नुहुन्छ, म नै जीवनको रोटी हुँ, स्वर्गबाट आएको त्यही जीवनको रोटी म हुँ। जसले यो खान्छ ऊ अनन्तकालसम्म जीवित रहनेछ। त्यसैले यो रोटी अनि दाखरस हामी क्रिस्चियनहरूको लागि स्मरणीय छ। ओ, दाखरस अङ्गुरको रस
जसले हामीलाई प्रभुले हाम्रो निम्ति बहाउनु भएको रगतको सम्झना गर्छ। प्रभुले वचनमा भन्नुभएको छ, मेरो शरीर नै साँचो भोजन र मेरो रक्त साँचो जलपान हो। जसले मेरो शरीर खान्छ र मेरो रक्त पिउँछ, ऊ ममा बास गर्छ, म उसमा बास गर्छु। फादर, हामीले परम प्रसाद ग्रहण गर्नका निम्ति के तयारी गर्नुपर्छ? नानीहरू, हामीले पहिला पाप स्वीकार गर्नुपर्छ अनि परम प्रसाद ग्रहण गर्नुपर्छ। बुझ्यौ नानीहरू? पहिलो कोरिन्थीको 6:11-28 मा प्रभुले भन्नुभएको छ, मानिसले पहिले आत्मा परीक्षा गरोस् अनि यो रोटीबाट भात खाओस्, यो कचौराबाट पियोस्। नानीहरू, आजका लागि यति नै भनिरहन, अलिक ताली बजाउनु है नानीहरू। अनि परप्रसाद ग्रहण गर्दा घोडा ग्रहण गर्नु है। र नानीहरू, अन्तिम प्रार्थना कसरी गरिदिनुहोस्। आजको दिनको लागि धन्यवाद। सुन्नुहोस्, हाम्रो बिन्ती हे प्रभु, महिमाको बिन्ती पिता अनि पुत्र अनि पवित्र आत्मालाई लगाओस्, जसरी धन्यवाद गर्ने नानीले यतिका दिनदेखि प्रभु यीशुलाई ग्रहण गर्न उत्सुकता साथ तयारी गर्दै आएको आज रोटीको रूपमा जीवन प्रभुलाई आफ्नो हृदयमा आउन दिन पनि बिहानै उठेर खुसी भई आफै चिटिक्क भई सेतो लुगा लगाई स्वर्गदूत झै आफ्ना माता पिताको साथमा आफूभित्र भएको उत्सुकता साथै खुसी आफ्नो अन्तरमा छल्काउँदै प्रभुलाई भेट गर्न गइरहेका छन्।